नोबेल पुरस्कार 2025 सम्बन्धी जानकारी। भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति जन क्लार्क अमेरिका, मिसेल एच डेभोरेट अमेरिका, जन एम मार्टिनिस अमेरिका। योगदान: क्वान्टम मेकानिकल टनेलिङ भन्ने विषयमा महत्त्वपूर्ण खोज गरे बापत रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति रिचर्ड रब्सन अस्ट्रेलिया, ओमर यागी अमेरिका, सुसुमु कितागावा जापान। योगदान: मेटल अर्ग्यानिक फ्रेमवर्क MOF विकास गरे बापत चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति मेरी ई ब्राङ्को अमेरिका, फ्रेड राम्सडेल अमेरिका, सिमोन साकागुची जापान। योगदान: प्रतिरोध प्रणाली सम्बन्धी अनुसन्धान गरे बापत साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति लास्लो क्राज्नाहोर्काई हङ्गेरी। योगदान: प्रभावशाली र दूरदर्शी रचनाहरू जसले प्रलयकारी भएका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्छन्। एल शान्तितर्फको नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति मारिया कोरिना मचाडो भेनेजुएला। योगदान: र जातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति जोएल मोकिर अमेरिका, पिटर होविटललाई अमेरिका, फिलिप एगियन बेलायत। योगदान: नयाँ प्रविधिले कसरी वृद्धिलाई गति दिन सक्छ भनेर देखाए बापत